साथीहरु मुभी रिलिज हुनुभन्दा करिबन 9 दिन अगाडि यो पिताम्बरको ट्रेलर आएको छ र आज हामी यस मुभीको ट्रेलरको रियाक्सन गर्नेवाला छौं। अब एक्सन मास मसला सिटी ताली एक्सनले भरपूर भएको फिल्म भनेर भनिएको छ, सबैले तारिफ गर्नुभएको छ। वास्तविकता के छ त आज हामी यो पिताम्बरको ट्रेलर हेरेर रियाक्सन गर्नेवाला छौं। भिडियो कन्टिन्यू गरौँ है त। बैकग्राउन्ड म्युजिक राम्रो छ। जब जब एउटा नारीको अस्मितामाथि प्रश्न उठ्छ तब त्रेता युगमा राम, द्वापर युगमा कृष्ण, कलियुगमा पिताम्बरको जन्म हुन्छ। मेरो पिताम्बरलाई जिउँदै निलेर पेटमा पचाएर मुखबाट उकाल्ने एनाकोन्डाहरुको राज छ। अर्काको गुलामी धेरै गरियो, अब पुरै साम्राज्यमा राज गर्नुपर्छ। त्यसको दर्दनाक मौतको किस्सा वर्षौं वर्ष परासीमा कहानी बनेर बाँच्नुपर्छ। यसको टाउको काटेर बीच मैदानमा डगाउँछु, यो पछुवाको वादा भयो। परासीको राशिमा गरम हावा हावी भएको देखे। अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो। स्यालहरूको झुण्डको बाघसँग सिमौरी खेल्न खोज्दैछस्। तेरो यो रावण राज मैबाट समाप्त हुन्छ, त्यो पनि किस्ता किस्तामा। खतरा आएको त पर्दैछ यसमा त। खाइते भाग झन् बलियो हुन्छ। नाम के हो यसको? न कसैको दाइ न कसैको भाइ, इन्स्पेक्टर राय। माया गर्न हातमा चाहिन्छ मेरा। तिम्रो अगाडि जो उभिएको छ त्यसको हातमा मरिसक्यो। मेरा है On the beast mode. सानो तिनो घर होइन, 20 वर्षदेखि बाँधिएको बाँधो म। साथीहरु पिताम्बरको ट्रेलर हेऱ्यो। वान लाइनमा भन्न पर्दाखेरि आउटस्ट्यान्डिङ, माइन्ड ब्लोइङ। यो भन्दा यस्तो खालको ट्रेलर मैले अहिलेसम्म नेपालीमा हेरेको थिएन, किनभने यहाँनिर पर्फेक्टली सब क्यारेक्टरलाई वान बाई वान एकदमै मजाले देखाएको छ। डायलग डेलिभरी पर्फेक्ट छ, ब्याकग्राउन्ड म्युजिक पर्फेक्ट छ, क्यारेक्टर लुक्स बाई पर्फेक्ट छ र लोकेसन पनि पर्फेक्ट छ। अलिकति साउथ भाइब पनि आइरहेको छ, नेपाली पनि आइरहेको छ। मधेसको क्यारेक्टरमा यहाँनिर प्रमोद अग्रवाललाई फन्टास्टिक देखाएको छ। प्रदीप खड्का पनि खतरनाक नै देखा। सौगात मल्ल, त्यसैगरी दहाङ राई, अनुप विक्रम साई, दिव्य देव, यी सबै क्यारेक्टरहरू फन्टास्टिक एकदमै मजाको देखिरहेको छ। र त्यसैगरी दिव्या रायमाझी, सुरक्षा पन्त, गौरी मल्ल लगायतका कलाकारहरू पनि, सुपुष्पा भट्टराई पनि मजाकै देखिनु भएको छ यहाँनिर। यानी फ्यामिली ड्रामा, पोलिटिक्स, त्यसपछि त्यो फ्यामिली त्यहाँ एउटा अत्याचार भनिरहेको छ यहाँनिर, जुन अत्याचार गरिरहेको छ अनि फिमेलहरूलाई, महिलाहरूलाई, त्यो खालको यसले चाहिँ कन्टेन्ट उठाउन खोजिरहेको छ यहाँनिर। चाहिँ यो अब बदला देखिरहेको छ सिधै यहाँनिर, किनभने जहाँसम्म लाग्छ कुनै गाउँमा त्यहाँ पर्सा के भनेर चाहिँ यहाँनिर पर्सा भनेर छ होइन, प्रचण्ड गर्मी भनेर छ सौगात मल्लले। त्यो गाउँमा जुन महिलालाई अत्याचार गरिन्छ
त्यसको बारेमा बदला लिनलाई पिताम्बर भएर भनिरहन् त प्रदीप खड्काले पनि कि यहाँनिर पिताम्बर भनेको शुद्ध बनाउने साफ गराउने यानि प्रमोद अग्रवारी सिधै यहाँनिर पोलिटिक्स अथवा प्रमोद अग्रवारीको जहाँसम्म लाग्छ डबल रोल छ जस्तो पनि लागिरहेको छ मलाई ओभरअल हेर्दाखेरि यहाँनिर सबै अब प्रमोद अग्रवारी त्यसरी दिव्यदेव त्यसै गरी अनुविक्रम साई एउटातिर छन् भने यहाँनिर सौगात मल्ललाई सशस्त्र प्रहरीमा देखिएको छ दयाङ राईलाई पुलिसमा देखिएको छ त्यसै गरी प्रदीप खड्का चाहिँ एउटा बदला लिन हिँडिरहेको एउटा 20 वर्षदेखि बाँधिएको बाघ हो भनिरहेछ त ओभरअल हेर्दाखेरि एक्सनमा आउटस्ट्यान्डिङ रहेछ एक लेभल एक्स्ट्रा नै बनेको छ फिल्म अब बजेटको कुरा गर्दाखेरि पनि 5 करोडभन्दा माथिको भनिएको छ अब डाइरेक्सन पक्षमा यहाँनिर कृषा चौलागाई लेडी टाइगर दुर्गा फन्टास्टिक नै देखिरहेको छ पुरुषोत्तम प्रधान जसले क्यामेरा पक्षमा पनि एकदमै राम्रोसँग सर्ट लिनुभएको छ र एक्सनमा चाहिँ श्री श्रेष्ठ एक्सनको पनि राम्रै छ ओभरअल मलाई मजा लाग्यो साथीहरू एकदमै फन्टास्टिक छ अप्रिल 11 चैत्र 29 मा अब फिल्म आउँदैछ अबको 9 दिन 8 दिन भित्रमा तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू कमेन्ट गर्नु होला लाइक सब्स्क्राइब पनि गरिदिनु होला यदि च्यानलमा नयाँ हुनुहुन्छ भने आजको यस पिताम्बरको टेलर रिएक्सनदेखि म बिदा माग्न चाहन्छु हस्त नमस्ते धन्यवाद